हजुरहरुकै नर्स अमृता। म चाहिँ आज हजुरहरुलाई आइरनको बारेमा केही कुरा बताउँ भनेर आइरहेकी छु। सुनिदिनु होला, मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला है त। आइरन चाहिँ हाम्रो शरीरमा अति नै आवश्यक पर्ने महत्त्वपूर्ण खनिज पदार्थ हो है। यो आइरनले चाहिँ रगतमा रहेको हेमोग्लोबिन बनाउन मद्दत गर्छ र हेमोग्लोबिनले चाहिँ फोक्सोमा भएको अक्सिजन चाहिँ शरीरको विभिन्न भागमा पुर्याउने काम गर्छ है। यदि हाम्रो शरीरमा आइरनको कमी भयो भने चाहिँ हामीलाई एनिमिया अथवा रक्त अल्पता हुन सक्छ है। यदि हाम्रो शरीरमा आइरनको कमी भयो भने चाहिँ हाम्रो शरीरले कस्तो कस्तो सङ्केतहरू दिन्छ त। मेन गरेर चाहिँ अत्याधिक मात्रामा कपाल झर्छ, चक्कर लाग्ने, रिगटा लाग्ने, अनि अक्सिजनको कमी भए जस्तो हुने, हाई आउने, निद्रा लाग्ने, छाला फिक्का हुने, आँखाको वरिपरि डार्क सर्कल बस्ने, ओठको छेउमा घाउ आउने, अनि माटो, त्यस्तै गरेर चकहरू खान मन लाग्ने, नङ भाँचिने जस्ता चाहिँ सङ्केतहरू चाहिँ देखा पर्छ है आइरनको कमी भयो भने है। अनि हाम्रो शरीरमा आइरनको कमी हुन नदिन हामीले के गर्नुपर्छ त। मेन गरेर चाहिँ हामीले चाहिँ आइरनयुक्त खानेकुराहरू खाने, पालक, हरियो सागसब्जी, अनि त्यस्तै गरेर चाहिँ रातो मासु, कुखुराको मासु, अन्डाको पहिलो भाग, गेडागुडीहरू, राजमा, भटमास, काजु, किसमिस जस्ता खानेकुरामा चाहिँ प्रशस्त मात्रामा चाहिँ आइरन हुन्छ है। अनि त्यसै गरेर चाहिँ आइरनयुक्त खानेकुराहरू खाँदा चाहिँ हामीले भिटामिन सी युक्त खानेकुरा मिक्स गरेर खाइयो भने चाहिँ शरीरले चाहिँ छिटो मात्रामा चाहिँ आइरन सोच्ने काम गर्छ है। जस्तै भिटामिन सी युक्त खानेकुराहरूमा चाहिँ कागती, अमला, सुन्तला जस्ता खानेकुराहरू पर्दछ है त। र हजुरहरूलाई आइरनको कमी भएको छ भने चाहिँ डक्टरलाई देखाएर हजुरहरूले आइरन ट्याब्लेट पनि खान सक्नुहुनेछ है त। हजुरहरूलाई आजको मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने चाहिँ लाइक कमेन्ट गरिदिनु होला है त। हस् त, धन्यवाद।